Darshan Namaste. It's me Surjan. Today I am trying to describe about our garden. Uh, so let's go. Hi, के हो यो? माछा माछा हो? कति खोइ खोइ सोप त माछा. सुमा त वाओ माछा. यो माछा हो. कस्तो प्रकारको माछा हो? ट्राउट माछा हो के अरे. हाई हाई गर. Oh, गुड. यहाँ मकै हाम्रो मकै तयार हुँदैछ. अन्य मकै छ यहाँ माथि तयार भइसकेको छ. यहाँ असिम दामी यहाँ भाबी जान हुनुहुन्छ. यहाँ खसी छ खसी. हेलो खाइ खसी के छ खबर? अब हामी सर देखाउँछौँ मकै. अब हामी काँक्रा हेर्छौँ है. काँक्रा यहाँबाट सुरु गर्छौँ. यहाँ काँक्रा हो यो. सर यहाँबाट सुरु गर्छौँ. यहाँ धेरै फलेको छ काँक्राहरू कुकुम्बरहरू. यताबाट जान्छौँ यो धारा हो. यताबाट जान्छौँ. यता पनि फलेको छ काँक्राहरू. यता फलेको छ. यता काँक्रा यता पनि फलेको छ है. धेरै छ काँक्राहरू त यता फलेको छ. यो बारीको अवस्था अस्ति हामीले लगाएका थियौँ 2-4 महिना अगाडि. टक्कै भयो फलिसकेको छ. यो पुरै यहाँ करेलाहरू छ. यहाँ फर्सीहरू छ. अनि यता छ पुरै यता छ हैन काँक्रा लागेको छ. एकदम अगाडि जाउँ है. अगाडि बढ्छु म. हामी आज हाम्रो घरेसबारीको बारेमा परिचय गराइरहेको छौँ. यो घर हाम्रो पाहाडको घर. पुरै काँक्राहरू पुरै काँक्रा फलेको छ. अब अगाडि बढ्छौँ. यता यो भनेको के हो भने चाहिँ हजुरको तिर्खुलो भन्छन् हैन. यो चाहिँ हजुरको चटनी बनाउन पनि काम लाग्छ. चिउराहरूमा हालेर खान काम लाग्छ. यहाँ छ पुरै काँक्राहरू फलेको छ. जाइतै काँक्रा छ ल. यता यो तरुल हो. घर तरुल. यता पुरै घर तरुल फलेको छ. यताबाट जान्छौँ. यता पनि काँक्रा रहेछ. यता काँक्रा हो. यो काँक्रा फलेको छ. पुरै काँक्रा गन्न नसकिने काँक्राहरू छ यहाँ. तपाईँको भयङ्कर धेरै काँक्राहरू छ. हामी भित्र प्रवेश गर्छौँ यहाँबाट. पुरै यहाँ हजुरको यहाँभित्र काँक्राहरू. यो पुरै काँक्रा है. हजुरहरू खानालाई आउन सक्नुहुन्छ हाम्रो घरमा. यो दसैँको अवसरमा हामीहरू घरमा आउँदाखेरि यहाँ पुरै फलेको हुन्छ. यो पुरै जाली परेको छ यहाँभित्र. जान पनि एकदम अप्ठ्यारो छ. ल अब हामी यो हेर्यौँ होइन. हामी उताबाट सर यो पुरै काँक्राको यहाँदेखि यो तपाईँको चाहिँ पुरै काँक्राको है. यहाँदेखि यहाँसम्म पुरै छ. करिब तपाईँको चाहिँ 1 कट्ठा जग्गामा पुरै काँक्राहरू फलेको छ. काँक्राहरू पहाडी काँक्राहरू हो. यो एकदम डेलिसियस हुन्छ यो. अब हामी अगाडि जान्छौँ. यहाँ पुरै काँक्राहरू छ. यो झारी परेको छ यहाँ. हेर्नुहोस् त यहाँ काँक्राहरू. यो हाम्रो चाहिँ निम्बुको रुख हो के अरे. यो निम्बुको रुख. निम्बु पनि फलिरहेको छ यहाँ. अनि यो काँक्राहरू यो बर्मासे निम्बु हो. अर्थात् तपाईँको चाहिँ 12 महिना फल्ने गर्दछ. अब यहाँभन्दा अगाडि बढ्छौँ हामी. यहाँभित्र प्रवेश गरौँ. ओहो यसरी हिँड्नुपर्छ यहाँ. अब कहाँ जाउँ हामी. यहाँ भित्र छिर्छौँ होइन. ओए पुरै तिर्खुलो है. यहाँ तिर्खुलोहरू छ. पुरै तिर्खुलो हो यो.
अब चाहिँ हामी लाग्छौँ हजुरको ओखरको बोट दाते ओखरको बोट हो यो पनि दाते ओखरको बोट हो तपाईँको चाहिँ फलेर हामीले चाहिँ जम्मा गरिसकेका छौँ करिब तपाईँको चाहिँ यो दुईटा रुखले चाहिँ 3 देखि 4 बोरा दाँते ओखर दिन्छ बोरा ठुलो बोराहरू अनि अहिले चाहिँ हामीले जम्मा गरिसकेका छौँ अब दसैँमा सबै घरमा आउँदाखेरि चाहिँ यो चाहिँ हामी आफै खाने गर्छौँ प्राय हामी बेच्दैनौँ हैन फ्यामिली ठुलो फ्यामिली हुनाले हामी आफै उपभोग गर्छौँ अनि यता काँक्राहरू छन् यता यो आधी चाहिँ तपाईँको चाहिँ आधी चाहिँ पाकिसकेको छ आधी चाहिँ पाक्न बाँकी छ है अब यहाँबाट सर अगाडि जान्छौँ यता छ हाम्रो एउटा बारी यहाँ चाहिँ पुरै तपाईँको चाहिँ सिमीहरू लाग्या हुन्छ यो सिमीहरू अस्ति मैले लगाएर गएको हो थाङ्ग्रा भन्छ के अरे त्यसलाई जानेवालालाई माथि जान्छ यहाँ पछाडि ब्यान्ड साइडबाट देखाइरहेको छु ब्याक साइड हो फ्रन्ट साइड अगाडि फ्रन्ट साइड हो के अरे यो ब्याक साइड पछाडि देखाएको थियौँ कि पुरै काँक्राहरू फलेको छ काँक्राहरू यता छ काँक्राहरू पुरै काँक्राहरू हो पुरै काँक्राहरू यता पुरै छ भने यो तपाईँको एक कट्टामा पुरै काँक्रा फलेको छ अनगिन्ती काँक्राहरू छन् गर्नै नसकिने यता लगाएको छ तपाईँको लसुन लगाएको छ अब हामी भित्र प्रवेश गर्छौँ लगभग सकियो यता फर्सी फलेको छ कि है यता यो फर्सी यता फर्सी छ यता करेलाहरू छ यो अनि यता समुज्यान समुप्रिया खै माछा देखाउ माछा हजुरको माछा सास फेर्न बन्द गरिसक्यो ल राख त्यही राख मकै बन्दैछ लु गाइज पुरै हाम्रो गरेसरी कुलमको रुख हो उताको रुख यो सुल्यारुको रुख हो धेरै छ यो हाम्रो पहिलो करेसवारी हो सेकेन्ड करेसवारी उता छ खोला पारी त्यहाँ पनि छ हाम्रो 11-12वटा ओखरको रुखहरू दाते ओखर ओके गाइज ह्याप्पी दसैँ थ्याङ्क यू